हेलो गाइस, हजुरहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ म हजुरहरूलाई म कहाँ बस्छु त्यो जग्गाको बारेमा भन्नेछु। म चाहिँ लदाम खसमाल भन्ने जग्गामा बस्छु। त्यो चाहिँ लाभादेखि यता पर्छ। अन्त देख्न सक्नुहुनेछ पहाडहरू, यहाँनिर जङ्गलहरू धेरै छ। अन्त यो जग्गामा चाहिँ पानीहरू धेरै पर्ने गर्छ। यो चाहिँ मेरो घर हो। यो चाहिँ मेरो घर। कहाँबाट ल्याउनु भयो भ्यू? मसिनो रहेछ नि, ढिलो भएन? अक्टोबरमा अन्त नेपाल त अक्टोबरमै रहेछ नि त, दसैँ दिवाली। बाबा कहाँ जानु भएको? सोधेको। मलाई चाहिँ खानु, मलाई चाहिँ खाने लड्नुहुन्छ है नानी? हजुरहरूलाई चाहिँ आज म हाम्रो घरमा फलेको किवी देखाउँदैछु। हजुरहरूले किवीको बोट देख्नु भएको छ कि? फुटे झ्याल हुँदो रहेछ। लौरा माझ लगाएर चाहिँ यसलाई यसरी यसलाई चाहिँ माझ लगाएर लगाउनु पर्दो रहेछ। अन्त यसरी फल्दो रहेछ यी किवी चाहिँ बोटमा। नानी लड्छ, यता आउनुहोस्। नानी डोन्ट टच, श्रेयाज।